भजन 53। दुष्ट मानिसको भ्रष्ट काम। मूर्खले आफ्नो मनमा भनेको छ, परमेश्वर छैन। तिनीहरू भ्रष्ट छन् र तिनीहरूले घिनलाग्दा पाप गरेका छन्। असल गर्ने कोही छैन। बुझ्ने कोही छ कि? परमेश्वरलाई खोज्ने कोही छ कि भनेर उहाँले स्वर्गबाट तल मानिसका सन्तानलाई हेर्नुभयो। तिनीहरू सबै पछि हटेका छन्। तिनीहरू सबै एकसाथ बेखम्मा भएका छन्। असल गर्ने कोही छैन, एउटै पनि छैन। जसले रोटी खाए चाहिँ मेरा जनलाई खान्छन्, के ती कुकर्म गर्नेहरूसँग ज्ञान छैन? तिनीहरूले परमेश्वरलाई पुकारेका छैनन्। जहाँ कुनै डर नै थिएन, त्यहाँ तिनीहरू ठुलो डरमा थिए, किनकि जो तिम्रो विरुद्धमा छाउनी हालेर बसेको थियो, त्यसका हड्डीहरू परमेश्वरले छरपष्ट पारिदिनु भएको छ। तिमीले तिनीहरूलाई शर्ममा पारेका छौ, किनकि परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ। ओहो, इजरायलको उद्धार सियोनबाट आए त। जब परमेश्वरले आफ्ना जनलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकुब रमाओस् र इजरायल आनन्दित होस्।